Hello once again. It's been a long time video नबनाएको पनि म छु अहिले हाइडेलबर्ग जाँदैछु फ्राङ्कफर्ट and I'm gonna walk you with me to the city tours of Frankfurt. दिन अलि ग्लुमी छ but stay tuned. रमाइलो हुनेवाला छ. मेरो पछाडि देख्न सक्नुहुन्छ इट्स के अरे वान अफ अनि हाम्रो साथमा हुनुहुन्छ इन्ट्रोडक्सन हाम्रो साथमा हुन्छ प्रीति रिमाल हाम्रो नेपालकै बहिनी अनि मैले नेपालमै भेटेको थिएँ ऊ पनि स्टुडेन्ट भिजाको लागि ड्रमस्टाडको एउटा युनिभर्सिटीमा आइपुगेको रहेछ बिस्तारै स्टुडेन्ट लाइफको पनि कुराहरू त गर्ने नै छौँ तर आज चाहिँ फ्राङ्कफर्टको टुर गरौँ कस्तो हुन्छ फ्राङ्कफर्ट ओके ल यो चाहिँ किवाला ब्रिज भयो नानुलाई चाहिँ पुरा अब म चाबी झुन्डाउनु पऱ्यो मेरो अब बोयफ्रेन्डको उमा भनेर खोज्या होला होइन किवाला ब्रिज अनि हाम्रो चाहिँ वरिपरि पुरै बोटै बोट छ होइन र यो ठाउँ बवाल रहेछ लाइक जगिङ सगिङहरू भएर मान्छेहरू पनि टन्न छन् ब्रिज यो अगाडिको हो होइन फेरि यहाँबाट देखिन्छ त चापी झुन्डाको देखिन्छ नि त्यो नै हो दामी छ जोस् ठाउँ चाहिँ आज सनी डे अलिअलि बादल छ बेला बेलामा नत्र ओभरअल राम्रो छ रुखहरू पनि यस्तो यस्तो छ दाजुबहिनीले टन्न भिडियो खिच्यो फोटो खिच्यो फोटोसुट भयो अब यसपछि चाहिँ चट्ट लाएर घुम्दै घुम्दै यहाँबाट कि ब्रिजबाट यसो यता लागेर त्यसपछि चाहिँ अर्को साइड हुँदै फेरि अर्को एउटा मान्छे हिँड्ने पनि छुट्टै ब्रिज रहेछ त्यहाँ पुगेर अनि बिस्तारै अरू ठाउँ पनि घुम्छौँ के कस्तो हुन्छ सबै ठाउँ त कभर अप गर्न गाह्रो छ होइन फ्राङ्कफर्ट ठुलो रहेछ वेदरले दामी साथ थियो बिहान त म आउने मुडमै थिइनँ म हाइडेलबर्गबाट यहाँ आउन 2-3 घन्टा लाग्छ होइन आउने मुडमै थिइनँ किन भन्दा हाम्रोतिर त पुरै फगी नै थियो क्या तर यहाँ चाहिँ अलिकति ठिक रहेछ वेदर त्यही भएर आइहालेँ आज मजा आइरहेछ जोस् घुम्न पनि होइन तिमीलाई चाहिँ कस्तो लागिरहेछ भ्लगमा आउनु पाउँदा कस्तो लागिरहेछ मेरो
मैले सोचिरहेको थिएँ अलिअलि के होला भनेर। यहाँ त पुरै तालचाको खानी नै रहेछ। मान्छेहरू त पुरा बसेर होइन नाम लेखिदिने पैसा कमाउने तरिका त कायदा रहेछ यहाँ। यहीँ बनाउने आफ्नो डिजाइन अनुसार के सेलेक्ट गर्यो के नाम राख्ने पुरा ड्रिल गरेरै गरिदिँदो रहेछ। यस ल घाम पनि लागिरहेछ मजा आइरहेछ जस घुम्नको लागि। यो फ्राङ्कफर्टको स्काइलाइनहरू अलिअलि देख्न सकिन्छ यहाँबाट। र पुल चाहिँ हल्लिँदो रहेछ। बल्ल याद गरेँ मैले कडा हल्लिँदो रहेछ झोलुङ्गे पुल जस्तै। ठुलो रहेछ ब्रिज पनि ठुलै छ। चापी त लटरममा यो भन्छ नि अङ्गुर झुन्ड्याएको छ चाबी झुन्डिरहेको छ यहाँ। लभ ब्रिज भन्दो रहेछ। कोही त्यस्तै लभर हुनुहुन्छ भने फ्राङ्कफर्टमा आएर टक्क आफ्नो चाबी झुन्डाउनु के हुन्छ अरे यहाँ चाबी झुन्डायो भने त्यो लङ लास्टिङ हुन्छ अरे के लभ कहिले छुट्दैन अरे। वाह लङ लास्टिङ लभ हुन्छ अरे छोड्दैन अरे। हाइडेलबर्गमा त नर्मल्ली यत्रो ठुलो हुँदैन कि यहाँ चाहिँ लास्ट ठुलो रहेछ कि इन्डियन पसल होइन। यसो इन्डियन पसल घुम्दिउँ भनेर अब इन्डियन नेपाली सबै अब हाम्रो सबै अराउन्ड थाई अथवा एजियन सबैतिरको पाइन्छ। एन्ड देन केही सामान अब उता नपाएको चाहिँ यसो यहाँबाट उठाउनु पर्छ भनेर पनि यसो छिर्दिरहेको। ल हामी चाहिँ यसो चामल करेन्ट चाउचाउ अनि खै प्राउन अनि 2टा समोसा खाएर 7 डेज भन्ने पसल रहेछ बङ्गालीको। त्यहाँ चाहिँ नेपालको सेक्सन छुट्टै रहेछ क्या। त्यहाँ चाहिँ पाउँदो रहेछ आमाको अचारदेखि लिएर एभ्री कुरा होइन। चाय पनि रहेको थियो। करेन्ट चाउचाउ चाहिँ त्यहाँ पाउँदो रहेछ है। मलाई पनि थाहा थिएन कति पऱ्यो हामीलाई 6 युरो पऱ्यो। 5वटा प्याकेटको 6 युरो ठिकै हो जस्तो लाग्यो। यु क्यान यो बुढीले बेचिरहेको मलाई चाहिँ यहाँ भर्खरै एउटा फ्रड जस्तो थियो कि होइन। अब मैले आइपड लिएर अनि त्यसपछि 30 युरो गर्दै थियो क्या। यसो खोलेको हेर्ने बित्तिकै थाहा भयो क्या चाइनिज हो भनेर के। याद गर्नु है यस्ता कुरा चाहिँ यिनीहरूले झुक्काउन सक्छ। स्पेसल्ली आउटल्यान्डरहरू हुन्छ होइन अथवा कति त केसमा त चोरेको प्रोडक्टहरू पनि हुनसक्छ। सो बी केयरफुल अन दिस काइन्ड अफ थिङ। बाटोमा ऱ्यान्डमली जसले जे बेच्यो सस्तो भयो भने चाहिँ किन्न हुँदैन। अब चाहिँ हामी आइसकेका छौँ बनोफ एन्ड अब यहाँबाट फर्किने बेला पनि भयो। 20 मिनटमा ट्रेन आउँदैछ। कस्तो भयो त आजको? राम्रै भयो होला। अब सामान अब यो चाहिँ मेरो होइन यो चाहिँ नानुको 5 केजी त्यो चाहिँ मेरो। करेन्ट चाउचाउ यहाँबाट आउनु जानै 5-6 घन्टा लाग्छ हाइडेलबर्गबाट। त्यही भएर 1 प्याकेटै बोक्दिएको।
बिहान जहाँबाट स्टार्ट गरेको फेरि त्यहीँ आयो होइन त। हाइडेलबर्ग आइपुगेको छु। हातमा करेन्ट चाउचाउको कार्टुनै बोकेर। इट्स बिन अ ग्रेट टाइम इन फ्राङ्कफुर्ट। सबै त घुम्न पाइनँ, अलिअलि सकेको ठाउँहरू घुमेँ। स्पेसल्ली हाम्रो नदीको वरिपरिको साइडहरू घुमेँ, राम्रो रहेछ जगिङदेखि लिएर एभ्री कुराको लागि। बेर्लिनको भिडियो पनि बनाएको छु, अब छिट्टै आउँछ। एडिट गर्ने टाइम अलि पाइरहेको छैन। जर्मन लाइफ अलिकति टफ नै हुँदो रहेछ। पहिला सोच्थेँ दिनकै भिडियो हाल्छु, त्यसपछि सोचेँ होइन हप्तामा एउटा हाल्छु, त्यसपछि सोचेँ महिनामा एउटा हाल्छु। अहिले त महिनामा नि भ्याइरहेको छैन है, टाइम निकाल्न नै गाह्रो भइरहेको छ। त्यही पनि आई विल ट्राई माई बेस्ट। भिडियो एडिट गर्न बाँकी छ। अस्ति बर्लिन गएको बेला सुट गरेका सिटीका क्लिपहरू छन्, राम्रो ठाउँहरू छन्, भिडियो हेर्न स्टे ट्युन विथ दिस च्यानल। अनि अहिले लास्टसम्म भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। यदि बेल आइकन दबाउनु भएको छैन, सब्सक्राइब गर्नु भएको छैन भने थाहा छ नि, चुपचाप घन्टी छाप गरिदिनु होला। धन्यवाद।